Hello everyone, this is me Yogita Jaisi. Welcome to my YouTube channel Boss Mind Academy. आज चाहिँ हामी स्ट्याटिक्सको एकदमै इम्पोर्टेन्ट युनिटको बारेमा चाहिँ डिस्कस गर्छौँ। डिस्क्राइबिङ डाटा युजिङ न्युमेरिकल मेजरभित्र चाहिँ मेजर अफ सेन्टर टेन्डेन्सी, मेजर अफ भेरिएसन्स, मेजर अफ डिस्पर्सनहरू पर्छन्। त्यहाँमध्ये चाहिँ आज हामी मेजर अफ सेन्टर टेन्डेन्सीको बारेमा चाहिँ डिस्कस गर्छौँ। इन सिम्पल वेमा चाहिँ मेजर अफ सेन्टर टेन्डेन्सी भन्नाले चाहिँ युज टु क्यालकुलेट द एभरेज भ्यालु अर मिडल भ्यालु अर सेन्टर भ्यालु अफ डाटा सेट भन्ने बुझिन्छ। डाटा सेटको मिडल निकाल्ने मतलब सेन्टरमा बिचमा के छ भनेर एभरेज निकाल्नु पऱ्यो भनेपछि चाहिँ सेन्टर टेन्डेन्सी युज गरिन्छ। यो चाहिँ रियल लाइफमा कहाँनिर एप्लिकेबल हुन्छ भन्दाखेरि चाहिँ कम्पेयरिङ टु पर्फर्मेन्स है, कम्पेयरिङ टु पर्फर्मेन्स, क्यालकुलेटिङ द एभरेज प्रफिट, डिटरमाइनिङ द बेस्ट सेलिङ प्रोडक्ट, क्यालकुलेटिङ द एभरेज ग्रेड अफ स्टुडेन्ट्स यतिखेर चाहिँ युज हुन्छ। फर इक्जाम्पल कम्पेयरिङ पर्फर्मेन्स भन्नाले कम्पनीभित्र चाहिँ इम्प्लोइहरू धेरैजना काम गरिरहेका हुन्छन्। त्यहाँमध्ये चाहिँ अब धेरैवटा काम हुन्छ, धेरैवटा इम्प्लोइहरूले काम पनि गरिरहेका हुन्छन्। त्यही मध्ये चाहिँ अब म्यानेजरले चाहिँ क्यालकुलेट गर्नुपऱ्यो एभरेज कति पर्सेन्ट काम भयो, एभरेजली अनि काम चाहिँ कति पर्सेन्ट सक्यो, कति पर्सेन्ट काम गर्न बाँकी छ भनेर चाहिँ एभरेज पर्फर्मेन्सले चाहिँ क्यालकुलेट गर्नुपऱ्यो भने सेन्टर टेन्डेन्सी युज गरिन्छ। त्यस्तै क्यालकुलेट द एभरेज प्रफिट, वर्षभरि बेचेको या त सेल गरेको प्रोडक्टले चाहिँ कति प्रफिट कमायो, कति पर्सेन्ट चाहिँ प्रफिट हो भनेर एभरेज मेजर गर्नु पऱ्यो भने पनि मेजर गर्नु पऱ्यो या त क्यालकुलेट गर्नु पऱ्यो भने पनि सेन्टर टेन्डेन्सी युज गरिन्छ। त्यस्तै डिटरमाइन द बेस्ट सेलिङ प्रोडक्ट, अहिले भाइरल हुने जमानामा चाहिँ कुन प्रोडक्ट चाहिँ एकदमै ट्रेन्डमा छ, कुन प्रोडक्ट चाहिँ एकदमै धेरै सेल भइरहेको छ, कम्पनीले बनाएको कुन चाहिँ प्रोडक्ट भनेर चाहिँ थाहा पाउनु पऱ्यो भने, या त आफूले अब कस्टमरहरूले चाहिँ कुन चाहिँ प्रोडक्ट एकदम बढी डिमान्ड गरिरहेका छन् भनेर थाहा पाउनु पऱ्यो भनेपछि चाहिँ सेन्टर टेन्डेन्सी युज हुन्छ। त्यस्तै क्यालकुलेट द एभरेज ग्रेड अफ स्टुडेन्टहरूको एभरेज ग्रेड क्यालकुलेट गर्नु पऱ्यो भनेपछि पनि युजफुल हुन्छ। कसरी भन्दा चाहिँ टोटल स्टुडेन्टहरूमध्ये एभरेज अब कि त टपरै भइहाल्यो कि त फेल नै भइहाल्यो, बिचमा चाहिँ पास मार्कभन्दा अलि बढी या त कति धेरै स्टुडेन्टले चाहिँ कतिजना स्टुडेन्टले चाहिँ एभरेज नम्बर कति ल्यायो भनेर थाहा पाउनु पऱ्यो, या त एभरेज नम्बर कति भयो, एभरेज पास मार्क कति हो र एभरेज स्टुडेन्ट कति पास भयो भनेर थाहा पाउनु पऱ्यो भने चाहिँ सेन्टर टेन्डेन्सी युज हुन्छ। त्यस्तै टुल्सहरू के हुन् भन्दाखेरि सेन्टर टेन्डेन्सीको मिन, मिडियम, मोड हामीले बच्चैदेखि पढ्दै आएको र एकदम सजिलो छ। मिनको बारेमा चाहिँ मिन, मिडियम, मोड तिनटै अब के हुन्छ भने चाहिँ यो सेन्टर टेन्डेन्सीको टुल हो भनिसकेपछि कतै न कतै यसले चाहिँ के क्यालकुलेट गर्छ भनेर बुझ्नुपर्छ। सेन्टर भ्यालु, एभरेज भ्यालु चाहिँ क्यालकुलेट गर्छ भनेर बुझ्नुपर्छ। मिनले द मिन फाइन्ड द एभरेज है, एभरेज मिनले चाहिँ के गर्छ भने चाहिँ एभरेज फाइन्ड गर्छ। त्यस्तै मिडियनले चाहिँ आइडेन्टिफाई द मिडल भ्यालुलाई आइडेन्टिफाई गर्न हेल्प गर्छ। त्यस्तै मोड भनेको चाहिँ मोस्ट कमन भ्यालु अर रिपिटेड भ्यालु भनेर बुझ्नुपर्छ। एकदमै धेरै दोहोरिने भ्यालु चाहिँ मोड हुन्छ भनेर बुझ्नुपर्छ। त्यस्तै आज धेरैवटा मतलब 3वटा सिरिज हुन्छन्, 1 2 3 होइन, इन्डिभिजुअल सिरिज, डिसेट सिरिज र कन्टिन्युस सिरिज। तीमध्ये चाहिँ आज हामी इन्डिभिजुअल सिरिजको बारेमा मात्रै कुरा गर्छौँ। इन्डिभिजुअल सिरिजमा चाहिँ के हुन्छ भन्दा एक्सको भ्यालु मात्रै गिभन हुन्छ, एफको भ्यालु चाहिँ फ्रिक्वेन्सी दिएको हुँदैन। त्यसै डिसेट सिरिजमा चाहिँ के हुन्छ भनेपछि फ्रिक्वेन्सी पनि दिएको हुन्छ क्या, एक्स पनि दिएको हुन्छ, फ्रिक्वेन्सी पनि दिएको हुन्छ। अनि ठ्याक्क कन्टिन्युस सिरिजमा चाहिँ फेरि यो यही एक्सलाई चाहिँ के गरेको हुन्छ, क्लास इन्टरभलको रूपमा दिएको हुन्छ, फ्रिक्वेन्सी चाहिँ सेम नै हुन्छ। यसरी छुटाउनु पर्छ सिरिजहरू चाहिँ। आज चाहिँ हामी स्पेसली इन्डिभिजुअल डाटा सिरिजको बारेमा मात्रै कुरा गर्छौँ। इन्डिभिजुअल डाटाबाट चाहिँ कसरी मिन निकाल्ने, कसरी मिडियन निकाल्ने र कसरी मोड निकाल्ने भन्ने कुरामा चाहिँ फोकस रहन्छौँ आजको क्लासमा। थोरै इक्जाम्पल पनि गर्छौँ, न्युमेरो पनि सल्भ गर्छौँ, त्यस्तै गर्छौँ। मिन भनेको बुझिसक्यौँ। अब चाहिँ यो इन्डिभिजुअल डाटा भनेको यसरी दिएको हुन्छ, अलग अलग दिएको हुन्छ। अनि क्लास इन्टरभल पनि हुँदैन यसमा, त्यो केही पनि हुँदैन। अब यो डाटाहरू यति धेरै डाटाहरू छ, अब यसमा अब मिनको सिम्बल के हुन्छ भने चाहिँ एक्स बार हुन्छ, सबैलाई थाहा छ कुरा। अनि फर्मुला चाहिँ सिग्मा एक्स अपन एन हुन्छ। अनि यो सबैले यसको इन्डिभिजुअल डाटाहरूलाई चाहिँ मिन निकाल्दाखेरि यो सबैलाई जोडेर चाहिँ जतिवटा नम्बर छ नि त्यसले चाहिँ डिभाइड गर्ने हो क्या। अब हामी त्यही गर्छौँ है, यो सबैले यस्तै जस्ताको जस्तै यहाँ राख्यौँ। अनि नम्बर कति चाहिँ 11 छ, अनि 11लाई चाहिँ डिभाइड गर्ने 11ले, अनि यति हुन्छ 26 पनि 3 6 आयो, यही नै मिन हुन्छ। त्यस्तै मिडियन निकाल्नु पऱ्यो भने के गर्ने, अगाडि होइन, अब मिन निकाल्दाखेरि एसेन्डिङ र डिसेन्डिङ अर्डरमा नराखे पनि हुन्छ, तर मिडियन निकाल्दाखेरि चाहिँ एसेन्डिङ या डिसेन्डिङ अर्डरमा राख्नुपर्छ। हामीले एसेन्डिङ अर्डरमा राख्यौँ मतलब सानोदेखि ठुलो गर्दै
क्रम मिलायौँ यसमा है, क्रम मिलायौँ, सानोदेखि ठुलो हुँदै मिलायौँ। अनि मिडियनको सिम्बल चाहिँ ए हुन्छ, एमडी। अनि निकाल्नु पर्यो n+1/2 फर्मुला भयो अब होइन। यो फर्मुलामा राख्यौँ, n भनेको 11 थियो, 11+1 भनेको 12 भयो, +2 भनेपछि 6 भयो। 6 आइटम चाहिँ हाम्रो के हुन्छ, मिडियन हुन्छ। भनेपछि 1 2 3 4 5 6 भनेपछि 28 हाम्रो के भयो, मिडियन भयो। त्यस्तै अब हामीले मोड निकाल्नु पर्यो। के हो मोस्ट इन्डिभिजुअल डाटाको मोड निकाल्दाखेरि मोस्ट रिपिटेड भ्यालु नै के हुन्छ, मोड हुन्छ भनेर बुझ्यौँ हामीले है। मतलब मोस्ट रिपिटेड भ्यालु चाहिँ के छ त यो एसेन्डिङ अर्डरमा राखिराख्दाखेरि, या त नर्मली हेर्दाखेरि पनि सबैभन्दा धेरैचोटि रिपिटेड भ्यालु कुन हो भनेर थाहा पाउनु पर्यो भने थाहा पाउने है अगाडि चाहिँ त्यही नै मोड हुन्छ। यो 30 हो, यसमा यहाँ 4 चोटि आएको छ, अनि त्यही भएर चाहिँ यो 30 के भयो, मोड भयो। यति नै हो। केही नबुझेको छ, कतैतिर कन्फ्युजन छ भने चाहिँ कमेन्ट गर्नु होला। साथै च्यानललाई सब्सक्राइब, लाइक गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूको लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ मेरो मोटिभेसन हुनेछ। थ्याङ्क यू फर वाचिङ।